दर्शकवृन्द भुन्टीलाई सिद्ध्याउन खोज्ने भूपेन्द्र र जेरी अहिले आफै सकिरहेका छन्। भूपेन्द्रले सबै आफ्नो गर्लफ्रेन्डसँग मिलेर भुन्टीलाई मार्ने योजना बनाएपछि त्यो सबै यता चलाखी सुकुमायाले सबै भिडियोहरू रेकर्ड गरिरहेको थियो। उसले बोलेको कुराहरू सबै रेकर्ड गरेपछि अनि भूपेन्द्रले थाहा पाएर अब जसरी भए पनि त्यो भिडियोहरू डिलिट गर भुन्टु, म तिमीलाई धेरै माया गर्छु भन्दै कति रिक्वेस्ट गर्यो, खुट्टा ढोग्यो, तर त्यही खुट्टाले लात्ती मार्यो। दर्शकवृन्द, किनकि अब भूपेन्द्र पहिले पनि धेरै माफ माग्दै आएको, तर कहिले पनि नसप्रेको, जहिले पनि उसको बेहोराहरू फेरि पनि परिवर्तन भइहाल्ने र भुन्टीलाई जहिले दुःख दिइराख्ने, आफ्नो मितिनीको त्यति धेरै दुःख सहेर पनि योसँग होइन अब कति कष्ट सहेर पनि बस्न नसकेपछि मैले यसलाई अब जसरी भयो भने म जिताउँछु मेरो मितिनीलाई र यसलाई म माफ दिन्न भन्दै यता सुकुमायाले चाहिँ एकदम अठोट लिएर अनि उसले उसको मुद्दा लडिरहेकी छिन्। दर्शकवृन्द, भुन्टीको अब भुन्टी भने सिधा सोझी खालकी छिन् र कसैले पनि दुःख नपरोस् र कसैले पनि मन नदुखोस् भन्ने उसको स्वभावको छ भने यता सुकुमाया भने आफ्नो मितिनीले यति धेरै यिनीहरूले हिंसा गरेर पेलेर हेला गरेर राखेको म सहँदिन भन्दै आफ्नो मितिनीको लागि यति धेरै युद्ध लडिरहेको छ भूपेन्द्रको परिवारमा। दर्शकवृन्द, भूपेन्द्रको परिवारहरू पनि छक्क परेको छ, त्यति धेरै सोझी मान्छे कसरी अहिले परिवर्तन एक्कासी भयो र यति बाटी कसरी भयो भनेर उनीहरू पनि छक्क परिरहेका छन्। अहिलेसम्म यो सबै सुकुमायाको खेल हो, सुकुमाया नै हो भन्ने कुरो उनीहरूलाई केही थाहा छैन र आफ्नो मितिनी भुन्टीको दुरुस्त एक्टिङ गरेर उसले त्यो घरमा लडिरहेकी छिन्। अहिले सबै परिवारहरूको बेहोरा देखेपछि त मेरो मितिनीले कसरी सहेर बस्नु सकेको रहेछ, हे भगवान्, यति सोझी छ मेरो मितिनी भुन्टी। उसले भने अहिले यो मुद्दा पनि अब लड्न सक्दैन थियो, यति धेरै दुःख कष्टहरू सहेर बस्नु पर्थ्यो, हे भगवान् भन्दै सुकुमाया चाहिँ आफ्नो मितिनी भुन्टीको धेरै माया अनि गर्दै आफ्नो मितिनीलाई जसरी भए पनि हक र अधिकार म दिलाएरै छाड्छु भन्ने अहिले ठुलो अठोट लिएकी छिन् र अब अन्त्यमा ऊ सफल पनि भइसकेकी छिन्, किनभने धेरै सबुतहरूले फेला पारिसकेको छ। यति डह्रो सबुतहरू छ कि ज्यानमारासम्मै सबुत अहिले अन्तिममा आएर अनि बनाइसकेकी छिन्। दर्शकवृन्द, अब यता भूपेन्द्रको आमा भने कहिले नसुध्रिने भयो। बालकुमारी आफ्नो बुहारीलाई यति धेरै दुःख कष्ट दिएको थियो पहिले भने, अहिले पनि त माग्ने थाङ्नेको छोरी, झुम्रेको छोरी, तैँले हाम्रो सम्पत्तिमाथि आँखा गाडी छैन भन्दै अझै पनि धम्की दिन खोजिरहेको छ। अझै पनि भूपेन्द्रको आमाले पनि भुन्टीलाई मार्नै खोजिरहेको छ। दर्शकवृन्द, यो सबै कुरो अहिले भुवनले थाहा पाएपछि आफ्नो भाइ आमाहरूमाथि उसलाई यति धेरै घृणा लागेर आउँछ। आफ्नो श्रीमती श्रेयाको पनि बानी त्यस्तै छ। दर्शकवृन्द, अब के हुन्छ त यो सिरियलमा, यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने नै हुन्छ। हस्त, धन्यवाद।